$280 थियो अब दबाई दिँदै थियो अहिले दबाई अहिले एब्रोड साइड खान्छु हजुर छैन मलाई गरेको 3 दिन पछाडि चाहिँ एकदम बमिट आउँदा डाइरिया भयो बढी अनि निन्द्रा लाग्यो धेरै निन्द्रा अझै पनि निन्द्रा धेरै लाग्छ त्यति लाग्दैन थियो अनि यो हात टाउराहरू चाहिँ पुरै मोटो न मोटो थियो हजुर अहिले हात चाहिँ सबै बसेको छ राम्रो भएको छ चल्छ अब यस्तो मलाई धेरै दुख्थ्यो अहिले दुख्न छोडो पेट तल्लो पेट दुख्थ्यो त्यो पथरियाको समस्या थियो मलाई अहिले त्यो चाहिँ एकदम राम्रो भएको छ अब यो हड्डी अलिअलि खिएको छ अब त्यो पनि अलिक पाइला सारेर हिँड्थेँ अहिले चाहिँ अलि मजाले नै अहिले चाहिँ अलि सहजै हिँड्न थालेको छु हजुर राम्रो अनि अलिक बढी टाउको पनि दुख्थ्यो यो मेरो यस्तो यहाँदेखि जाँदैन थियो हजुर यता चाहिँ जान्थ्यो यता चाहिँ जाँदैन थियो अहिले चाहिँ यो छ राम्रो भएको छ यसको लागि पनि धेरै राम्रो भएको छ मलाई हजुर अब दैनिक आउने अब राम्रो हुँदै गएपछि अब बिस्तारै अब यो मिसिन पनि लैजाउँ भन्ने सोचमा चाहिँ छु अब अहिले चाहिँ गर्दै गरौँ रेगुलर गर्दै गरौँ 2-4 महिना त्यस पछाडि चाहिँ अब आफै लान्छु भन्ने मेरो सोच छ राम्रो लागेको छ अहिले म आएकोले गर्दाखेरि पनि मेरो छोरो पनि कस्तो हुँदो रहेछ एक हिँड्न अनि थाहा हुन्छ तँलाई पनि कहिले कहिले निन्द्रा लाग्दैन थियो हिँड्न भनेर लिएर आएँ अहिले ऊ छोड्नै मान्दैन छोड्नै मान्दैन ऊ यहाँ आउनुभन्दा 3 बजेदेखि उठ्छ नुहाइधुवाइ गर्छ अनि उहाँ घरमा पूजासुजा गरिसकेर यसो केही खाना भन्छु म चाहिँ यसो केही खाना भन्दाखेरि केही नखाइकन पानी चाहिँ टन्न खान्छ र पानी बोकेर अहिले ऊ पनि म सँगसँगै छोडेको राम्रो भएको छ अब रेगुलर पनि अब आइराख्ने अनि आफ्नो साथसाथै पनि आफूलाई स्वास्थ्य पनि होस् राम्रो होस् त्यस पछाडि आफूले सोचेको लाने सर्च गरेको छु लान पनि राम्रो होस् हजुर हजुर बुढो नभए पनि त्यो चाहिँ साथी लाग्नु पर्ने छैन बुढाको जोडीको लागि धेरै धेरै धन्यवाद मम्मी आफ्नो 10 दिनको अनुभव चाहिँ हामीलाई सुनाइदिनु भयो हाम्रो मम्मी बाबालाई सुनाइदिनु भयो खुसी हुनुहोला स्वस्थ रहनुहोला गाईको तर्फबाट चाहिँ यहाँ आएको है बुवाको लागि जय बाबु अनि हजुर त्यहाँ आउँदाखेरि मैले यो मेरो हात खुट्टा साह्रै दुख्छ सुरुमा आउँदा त्यो हात यसरी देखाउनु भयो नि मलाई देखाएँ मेरो हातहरू त्यो सुटुनीका पाकेर पटपटी खुट्टा जस्ता थियो हजुर अब अहिले चाहिँ हेर्नु राम्रो उहाँलाई मैले यो देखाएर अनि उहाँले भन्नुभयो फल्लो ठाउँमा जानु भनेर अनि मैले त्यो लोकेसनहरू पत्ता लगाएर आमाकोदेखि आउनु साथी पनि ल्याउनु साथी एकचोटि मम्मीको लागि फेरि मैले खुसी हुनुहोला रोगाइदिनु होला स्वस्थ रहनुहोला आगामी दिनहरूमा अझै निरन्तरता दिएर यो गठिया बातदेखि लिएर तपाईँको युकेजी
पहिला कम गर्नु होला। यो अब हात भनेको हाम्रो गरी खाने हात हो नि त होइन, यो बन्द भएन भने कति तनाव हुन्छ है। त्यसले गर्दा यो हातलाई एकदम फाइबरले सेक्नु होला, जोडीमा अनि यो विशेष यो नलीहरूमा, यो जोडीमा र यो पातामा चाहिँ एकदम सेक्नु होला। मम्मीले अघि अरक्ष भयो भन्नुभयो नि, त्यो अरक्ष भएको कारणले गर्दा पनि यो हाम्रो हाततिर फैलिएको नसाहरूमा समस्या आएको हुन्छ र मेन हजुरको यो गर्दनको थेरापीले चाहिँ यसलाई खुलाएर यसको नसाहरूलाई मजबुत बनाएर यहाँ भएको हड्डीलाई चाहिँ विभिन्न एफआइआर मिलाइदिएर तपाईँलाई चाहिँ मजबुत बनाउँछ। खुसी हुनु होला, लुगा बेच्न आउनु भएको छ, लुगा बेच्नलाई रोज्नु भएको छ, दुखी चाहिँ नहुनु होला, हुन्छ ल।